कलेजबाट छुट्टी भएर घर आउँदाखेरि पानी यति ठुलो पानीले परेर चाहिँ पानीले चाहिँ यस्तो समय चाहिँ बिजो गराउँछ र भनेर मैले चाहिँ सोचेको थिएन। त्यस्तै चाहिँ के चाहिँ गराला त साथीहरु आउनुहोस् है भिडियो चाहिँ लास्टसम्म हेरेर। सो हेलो एभ्रीवन, वेलकम ब्याक टु माइ युट्युब च्यानल। है भएर सबैजना सन्चै हुनुहुन्छ साथीहरु, मन एकदम सन्चै थियो त हजुर पनि सबैजना सन्चै हुन्छ आशा गर्दै म चाहिँ आइसकेको छु फेरि आफ्नो चाहिँ छोटो मिठो मिनी ब्लग चाहिँ लिएर। जस्तै आज पनि बिहान उठेर म चाहिँ हात मुख दिन लागे, हात मुख धोएर फ्रेस भएर म चाहिँ बिहानको चाहिँ वर्कआउट गर्नतिर लागे। मेरो सोच्नुहुन्छ होला त्यो साथै जहिले पनि एउटै भिडियो साँझदेखि बिहानसम्म एउटै भिडियो हाल्छ जहिले पनि भन्ने चाहिँ सोच्नुहुन्छ होला। त्यस्तो चाहिँ नसोचिदिनु होला साथीहरु, सबैजनाले माया साथ चाहिँ गरेर हेर्दिनु होला भिडियो चाहिँ। अहिले चाहिँ बिहानको चाहिँ वर्कआउट गरेर नि सक्छु देख्न सक्नुहुन्छ, पसिना चाहिँ डेन्जर पसिना आइदिरहेको थियो अनि मेरो चाहिँ वर्कआउट गरिसकेपछि बोर्ड चाहिँ देख्न सक्नुहुन्छ हजुरहरु। चाहिँ वर्कआउट गरेर नुहार चाहिँ फ्रेस नै भइसके। बिहान चाहिँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ गाउँतिरको भ्यू चाहिँ यस्तो बबाल देखेको थियो हैन। आज धेरै दिन समयपछि चाहिँ घामको झुल्को चाहिँ देख्न पाइयो, किनभने बिहान बिहान जहिले पनि पानी परिरहेको थियो हैन। अनि आज चाहिँ घाम चाहिँ यस्तो बबाल लागेको थियो। एकछिन नास्ता सास्ता गरेर फेरि एकछिन चाहिँ पढ्नु पर्यो भनेर म चाहिँ पढ्नतिर लागे। बसेको त टाइम नै भइसक्यो थियो, कलेज जाने खाना साना खाएर चाहिँ रेडी भएर हामी जान लागेको छ कलेज। बिहान बिहान जहिले पानी आएर हैन कलेज चाहिँ छाता लिएर जानुपर्ने, आज चाहिँ घाम लागेर छाता लिएर जानु परिरहेको छ कलेजमा चाहिँ यस्तो जोरो घाम लागेको थियो नि घाम नि। अनि अहिले चाहिँ त्यतिर हाम्रो चाहिँ कलेज चाहिँ पुगिसकेको देख्न सक्नुहुन्छ हैन। हाम्रो चाहिँ कलेज यो चाहिँ म चाहिँ कलेज चाहिँ मल चाहिँ किन लिएर गएको भने चाहिँ आज हाम्रो चाहिँ कलेजको चाहिँ लास्ट दिन रहेको थियो। लास्ट दिन भन्नाले चाहिँ आजबाट चाहिँ अब बर्खा बिदाको चाहिँ बिदा रहेको छ। अहिले चाहिँ कलेजको छुट्टी नै भइसक्यो, कलेजको छुट्टी भएर नि हामी जाँदैछौँ चाहिँ घरतिर जाँदै थियो हेर्नु नि पानी चाहिँ कस्तो पानी परेको साथीहरु नि, यस्तो डेन्जर भिजाइदिएको थियो कि हैन। बिहान चाहिँ त्यति जोरले चाहिँ घाम लागेको अनि हेर्नु न पानी चाहिँ कस्तो डेन्जर गिरेर हैन यस्तो बवालसँगले हैन सब भिजाइदिएको थियो कि हैन। ड्रेस चाहिँ सब भिजाएर म चाहिँ झोलामा राखेको थियो ड्रेसहरु चाहिँ। अनि बाहिर चाहिँ यस्तो डेन्जर पानी गिरिरहेको थियो हैन। हामीले चाहिँ त्यो होटलमा बसेर चाहिँ नास्ता गरिरहेको थियौँ। एउटा चाहिँ भिज्दा हैन घर चाहिँ पुग्यो, घर पुगेर चाहिँ ब्यागको चाहिँ चेक गरेको थियो हैन साथीहरु सबै हैन। ब्याग चाहिँ भिजेको थियो, ब्यागको भित्रको नै रफ नोटहरु चाहिँ सब भिजेको थियो देख्न सक्नुहुन्छ हैन। कापी किताबहरु चाहिँ सब भिजेर रफहरु अनि नोटहरु चाहिँ सब भिजेर नि बिजो गरेको थियो कि पानीले चाहिँ। अनि चाहिँ साँझ नि परिसक्यो, साँझ परेर नि हल्का चाहिँ घाम लाग्ला जस्तो भएको थियो फेरि हैन। अनि त्यतिर केटाहरु चाहिँ भिडियो बनाउँछ भनेर आएको थिए, भिडियो बनाउँछ भनेर आउन नपाउँदैन फेरि यतातिर पानी चाहिँ डेन्जर गिर्दिरहेको फेरि हैन। ले चाहिँ पानीले चाहिँ गर्न खोजेको के हो भन्छु कि यस्तो तलकै मचिसक्यो पानी। फेरि एकछिन पछि हेर्नु न यस्तो डेन्जर घाम लागिरहेको थियो कि उतिखेर तिजोरले पानी परेको। एकछिन पछि यस्तो डेन्जर घाम लागेर फेरि अझ केटासँग हामी चाहिँ भिडियो बनाउन जाँदैछौँ। भिडियो बनाएर आएर फेरि एकछिन चाहिँ म त पढ्नतिर बसेँ हैन। फेरि सोच्नुहुन्छ होला हैन भिडियो बनाउनको लागि चाहिँ मात्रै पढ्न बसेको हो कि के हो भन्ने चाहिँ सोच्नुहुन्छ होला, त्यस्तो चाहिँ होइन है। त्यसैतिर अब चाहिँ 12 को पढाइ हो, एकछिन चाहिँ पढ्नु चाहिँ पर्छ हैन। पढ्दा पढ्दै साँझ नि परिसकेको रहेछ। आजको लागि चाहिँ यति नै भन्न चाहन्छु। यता साथीहरु नयाँ बजाइ नेक्स्ट भिडियो भेट्नुपर्छ। आजको चाहिँ भिडियो कस्तो लाइक कमेन्ट शेयर गरेर सबजनाले माया साथ चाहिँ गरिदिनु होला। अनि यस्तै भिडियो हेर्नको लागि चाहिँ मलाई फलो गर्छु नबिर्सिनु, सबजनाले फलो माया साथ गरिदिनु होला है त।